के माचिक्ने रिपोर्ट हान्छ के केटाहरूले त्यस्तो नगर्न त के भएको माचिक्ने चोल्डीलाई धेरै गरम भएर होला नि सोच्ने बेला ए बाले भनेर यार हान्दिन ड्याङ ड्याङ एकचोटि छोलेर आइज्यौ है बुरु अलिकति शान्त हुन्छ कि गाइस ट्याप ट्याप गरेर ओभर गर्मी भएर होला नि त ट्याप 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 गाइस फलो गर्नु सक्छ लाडो भरि भरि माचिक्ने पानी भरिसक्यो होला यसको त्यो भरेर ओभर गर्मी भयो एकचोटि छोलछाल कार्यक्रम गरेर आइज्यौ कति भर्यो होला नि त्यो लाडो के टनक टनक हुन्छ नि ओए एकचोटि छोलेर अब बरु मम ड्याडको फोटो लगाएर बरु मम ड्याडलाई सम्झेर बरु छोलेर ए चुप लाग्ने है त चाहिँ यस्तो कुरा नगर ओइ मैले हैन मैले देखेको के केटा मान्छेको त्यो लाडो ठन्किन्छ नि ठनक्कै हुन्छ नि टाइट हुन्छ नि त्यो टुप्पामा त्यो पानी जस्तो सेतो सेतो तुप्पा किन हुन्छ तिम्रो पनि त पुतिम पानी आउँछ नि च्याप च्याप पानी त्यस्तै हो सेम हो के त्यही हो त्यो त हो कि अनि त्यो त ठन्केर आएन भने नै लागो चाहिँ गरेर आएन त्यस्तो भने भएको। तिमीलाई त्यो आयो भने यति गाह्रो हुन्छ कि तिमीलाई उस्तै पर्ने छोरा मान्छेको अनि सुन्न केटा मान्छेको त्यो लाडो ठन्किने बेलामा चिक्न पाएन भने प्रेसरले हानेर ढल्छ अरे हो है ढल्दैन हात देखाएर फालिदिन्छ बाले भने नि ए कसैको त त्यस्तो हुन्छ अरे एउटा सुन्न हाम्रो गाउँमा एउटा बुढो छ होइन अनि त्यो बुढोले चाहिँ चिक्ने भन्न खोजेको के भन्छ अरे त्यो भनेको यस्तो जो जिम गर्छन् जो बर्मा त्यो बुढोले होइन बुढीलाई चिक्ने भन्न खोजेको राति है चिक्नै दिएन अरे कति कोसिस गर्यो अरे के त्यो बुढोले हल्लायो बुढी चाहिँ कामबाट थाकेर आएको रहेछ त्यही भएर चिक्न नदिएको रहेछ हे हट्नु छोड्नु भनेर धकालिन्छ अनि त्यसले चाहिँ एकदम चिक्ने भनेर पुरा रेडी भएर यस्तो भएको थियो अनि दिएन अनि त्यो बुढो त होइन पुरै अरट्रै भएर मान्छेले प्रेसरले हानेछ लाडोमै चिक्न नपाएर ऊ त्यो भयो लाडामा त हान्दैन हो दिमागमा हान्ने हो कसम प्रेसर हो कि के होले हानेको छ के प्रेसरले हान्ने भनेको टाउकोमा हो त्यो लाडा ए मासले प्रेसरले हो कि के रे ओइ के भन्छ अर्को त्यो प्रेसरले नै हो हैन प्रेसरले हो कि के लाडै चल्दैन रे अहिले त माचिक्ने त्यो कमजोरी लो होला त्यसो अनि अहिले बुढीलाई चिक्छु भन्दाखेरि माचिक्ने उड्दैन लाडै छैन माचिक खन्दलाङ्गै यस्तै युङलङ्गै पर्यो अनि अहिलेसम्म जोला लाग्दैन त्यो बेलामा मलाई भाँचिएकै हुन्छ त्यो बेलामा चिक्न दिए भन्दाखेरि चिक्न दिएन अहिले माचिक्ने दुनियाँसँग सुतेर हिँडिस होला है भनेर गाली गर्छु कोलाई त्यो आइमेलाई के बिहान उठ्दाखेरि एकदम मस्तले ठन्किएपछि होइन पटक्क पड्काउँदाखेरि कसैको भाँचिन्छ क्या फेरि हो कसम हो त्यो पड्कायो भने त्यस्तो हुन्छ अरे मेरो साथी कतिपयको पड्किन्छ कतिपयको नपड्केर जबरजस्ती पड्काउनु लास्टमा त्यसको त यस्तो के ठन्किनु नहुने सिधा नहुने अपरेसन गर्न परेको अहिले हुन्छ नि कसैको त्यही भएर त्यो मान्छे किन मातिन्छ किन जो पाइ त्यो मान्छेलाई रेप गर्छ चिक्छ भनेको त कारण त्यस्तो रहेछ माचिक्ने त्यसको चाहिँ के बानी के भनेपछि बिहान यस्तो बिहान त हामी केटा मान्छेको हिसाबले यस्तो हुन्छ होइन बिहान उठ्ने बेला चाहिँ सधैँ यस्तो गराउने के फरक पार्ने छोरा मान्छेको बिहान उठ्ने भनेको पिसाबले च्यापेको हुन्छ टाइममा गएर पिसाब गऱ्यो भने ठिकै छ त्यो शान्त हुन्छ 100% पिसाब गरेन भने चाहिँ त्यो ठाडै हो क्या फेरि त्यस्तै हुन्छ यार फुल्लेर ठन्केर पुरै टाइममा गएर पिसाब गरेन भने चाहिँ अनि त्यो कतारमा छ नि एकजना मान्छे के यहाँ यतै कुवेतमा रहेछ होइन एउटा आइमे अनि तिनीहरू दुईजना जहिले पनि भिडियो कलमा छोलछाल गर्दो रहेछ के अनि छोल्दो रहेछ अनि एक दिन चाहिँ नुहाउने ठाउँमा सल्लाह मिलेछ कि दुईजनाको जम गएर बाथरुममा अब गाउँमा चिलाएर तान्न अब यहाँ रुममा साथीहरू छ म बाथरुममा जान्छु नुहाउँछु त्यतिखेर छोल्छु तँ पनि छोल भनेछ है छोल्ने बेलामा पुरै बुढो त है दिइरहेको रहेछ बुढोले उता केटीले चक 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 दिइरहेछ यताबाट केटीले दिइरहेछ स्याम्पूमा चिप्लेर डङ्गरङ्गै ढलेर मर्यो हो बुढो त टोइलेटमा टाउकै फुटेर हाम्रो चाहिँ पुरा पिसाब केटीको चाहिँ कस्तो हुन्छ भन त केटीको फिलिङ गर न हो कस्तो हुन्छ के हाम्रो चाहिँ बिहान उठ्ने बेला चाहिँ लाहा ठन्केर पुरा यस्तो हुन्छ होइन पुरा पिसाबले पुती चिलाएर माचिने सनक्कै केटीको चाहिँ कस्तो हुन्छ त्यही त सनक्कै हुन्छ भन्दैछु त नि सनक्कै हुन्छ है पुरा मासले भूतै आएर चिक्दे पनि हुन्थ्यो भने जस्तो हुन्छ त्यतिखेर हाम्रो लाएर भित्र पसेपछि त आहा
यस्तो क्या यिनीहरूलाई पनि बिहान पखाज गर्दा दिन फ्रेस हुन्छ क्या बेलुका यस्तो हो के तिमीहरूलाई जस्तो हुन्छ हामीलाई पनि त्यस्तै हो के केटीहरूलाई पनि त्यही हो क्या बिहान पखा उनीहरूले टक्क बिहान पखा चट्ट गर्दाखेरि उनीहरूलाई दिनभरि फ्रेस हुन्छ अरे क्या पुतीमा हाल्नु कस्तो तातो पुती हुन्छ हैन लाएर किन भागेको यो बिग बस हैन यसरी भस्स हाल्नु पर्छ न तातो हुन्छ कि लाएर पनि भित्र पुतीमा आहा यस्तो होइन उहाँ बोरोदाले भनेको कुरो सही हो होइन सेक्स गर्नै पर्छ भन्ने पनि छैन क्या सेक्स गर्दाखेरि सेक्समा सेटिफाइस गर्नु भनेकै ठुलो कुरो हो कि एकदम त्यो पनि हो एकदम त्यो एक दुई तिन चार चोटि हानेर माल छल्ल झारेपछि त्यो काम छैन केटीलाई मजै आउँदैन होइन सेक्समा भनेको सेटिफाइस हुनु पर्यो सेटिफाइस गर्न हो सक्नु कस्तो पर्यो मैले गरेको होइन एक दुई तिन चार यसो टक टक गर्ने बित्तिकै मान्छे माल छल्ला हैन यस्तो हुन्छ नि जोसँग धेरै इमोसन यस्तो हुन्छ कि जोसँग धेरै इमोसन आउँछ नि त्यो गर्दा कि त्यो झरी निकाल्दा झरिहाल्छ मैले एकचोटि देखेको त्यो खटियामा उता के सुन्न त्यो काण्डमा आएको रहेछ होइन त्यो केटाहरूले काण्डमा पठाएर रहेछ खटियामा उहाँ माथि उत्तिसमा इन्डियनहरूको त माथि छतमा चिक्छ नि त होइन छतमा आइमीहरू सुतेको हुन्छ अनि पल्लो घरको छतको केटा मान्छे आएर होइन त्यो छतमा आएर चिक्दो रहेछ कि अनि चिक्दो रहेछ त्यसपछि त्यसले त खटियामा चिकेको खटियामा त जति केटीलाई ठेल्यो तल तल जान्छ नि त होइन तन्केर यस्तो झोलङ्गा जस्तो यसरी अनि त्यो त्यसको लाडो त सिधा पालमा पसेन छ क्या कहिले साप्रामा धकाल्ने कहिले उता धकाल्ने अरे कि त घुसाएर यो अच्छे से करो भनेर कराउँदै थियो यार म त त्यो भिडियो हेरेर कति हाँसेको हो छ्या अच्छे से गर्न कि त घुसाएर यो भन्दै मैले पनि उ गरेको नि मलाई त्यस्तो मलाई चाहिँ एकता म त यो गाण्डाको भिडियो हेर्दा म त पागलै भइसक्यो मुसाले किस खाना खाँदै माल अटोमेटिक झर्ने क्या स्वाई झर्ने यार त्यस्तो धेरै फिलिङ्स आउने यार खाँदा खाँदै झरिहाल्ने क्या स्वाई झर्ने यार धेरै आफूसँग भएर हुँदो रहेछ के गलामा किस खानु पर्छ टाउका किस खानु पर्छ यो पो रहेछ के चाल खबर चटसित फलो गर्न सबैले फलो गर्नु है फलो गर्नु खेलाउँदा बरु 2-3 चोटि बाहिरै झरोस् के खेलाउँदा गरेर अनि माटोक्ने लास्टमा पेल्नु पर्छ केटीलाई अत्ता हुने गरी के भिडियोमा आउन जहाँ ठिकीको चुमुक अडियोमा लुकेको हैन त्यो भिडियोमा आउँदैन तर मलाई चाहिँ त्यो ठेली भन्दा नि चुसाउनै मजा लाग्छ के यस्तो मजाले आइसक्रिम खाँदा खान्छन् हाम्रो राई दाई आएको रहेछ नि तर मलाई मम ड्याडको पुती चाहिँ साह्रै बाक्लो लाग्छ यार यत्रो चाहिँ के राख्ने रहेछ हौ सेक्स हो बेलुका आर्जुको पुती चाहिँ कस्तो लाग्यो त आम्मै मामा आर्जुको त देखिँदैन 1 घन्टा लाग्छ खोज्दै कहाँ हौ दुलो भन्न लाग्दैन है खोज्न त्यति टाइम आर्जुको चाहिँ यो राईकान्छालाई खोज्दा लगाउनु पर्छ होइन यो राई दाईले के आर्जुलाई चिकेको रे गोठालोमा सुरुमा पहिला अनि त्यो कन्डम पाउँदैन अनि कन्डम किन्न पनि कहाँ जाने किन्न होइन पसलहरू पनि थाहा छैन अनि यो राई दाईले चाहिँ के गरेछ अरे जुक्ति झिकेछ अरे अब यसलाई चिकेपछि माल झारेपछि यो त फेरि बच्चा पाउने भएपछि त मलाई भिडाउने भयो अब म के गर्ने होला भने खुट्टामा हेरेको रे मोजा लागेको रहेछ अरे यो दाइले मोजा चाहिँ फुकालेर लाडोमा 2-3 बेरेर चिकेको रे ओ दाइ हो कि होइन भन्नु त ओ राई दाइ कसम आफैले भनेको युट्युबमा छ उहाँ पुरा युट्युबमा मान्छेहरूले हेरिरहेछ त्यो त्यस्तो भनेको म त हाँस्दा हो कि होइन भन्नु त दाइ मजा गर्दा सबै चुइहाल्छ हो रे हो के त्यस्तो अनि आर्जुले चाहिँ भनेको आर्जुल चाहिँ ठिक हुन्छ के प्लास्टिक आर्जुले चाहिँ त्यो सल छ नि सल च्यातेर लाडोमा बेरेर चिकेको रे हो मेरो यहाँ गुला ठडियो भने जानु पर्यो माटो कन्डमको साथ हो कन्डम नपाएर हो ला गयो गुला ठन्केर गयो कन्डम नपाएर हो कन्डम पाउँदैन नि त्यो बेलामा त
पाउन त पाउँथ्यो पाउँदैन होइन पाउँथ्यो अब त्यो बजार सहरमा अब गोठालो मान्छेले कन्डम कहाँबाट किनेर ल्याउने त अनि कहिले प्लास्टिक बेर्यो 2 रुपियाँ खाले हो कि 3 रुपियाँ खाले प्लास्टिक च्यातेर बेरेर चिक्यो रे गोठालो मान्छेले त भेडा उन्सुन बटारेर भए नि दिनुपर्छ नि त नि होइन प्लास्टिक बेरेको रे सुरुमा अनि दोस्रो चोटि चाहिँ थाङ्नो बेरेर चिकेको रे खाना त पुतीमा छिर्छ कस्तो कुरा गरेको छ नहुने कुरा बरु ठुलाएर डाँड छाने जस्तै भयो कि सोध्नु दाइलाई कस्तो भयो यो दाइले हो उयो राई दाइले ठुक्लाएर लम्मै हाल्यो भन्न सुरुमा मोजा बेरेको रे दोस्रो चोटि प्लास्टिक बेरेको रे तेस्रो चोटि थाङ्नो बेरेर चिकेको रे कसम हो त्यसको त मुजी नै घिसेर रातो भयो होला त्यसको त मुरा रुक्न यो दाइलाई सोध्छु हो दाइ हो कि होइन हो नि बरु ठुक्लाएर चिक्यो होला के दाइले जाँड छाने जस्तै भयो के